आजदेखि एउटा नयाँ तथ्य फेला पर्यो है, जसले छेपारो जस्तो क्षण क्षणमा रङ बदलिरहन्छ। समयअनुसार, ठाउँअनुसार, त्यो त्यो अवस्थाअनुसार, त्यही अनुसारको कलर चेन्ज गर्छ नि छेपारोले जस्तै। त्यस्तै भयो, त्यस्तै गर्न सक्यो भने त्यो पक्का राजनीतिज्ञ भयो। त्यसले सबै थोक बुझेको हुन्छ। यदि छेपारो जस्तो रङ बदल्न सकेन, एकै नाश भइराख्यो भने त्यो राजनीतिज्ञ भएन, राजनीति गर्न नै जानेन, राजनीति नै बुझेन, बच्चा हो, त्यो कच्चा खेलाडी हो, राजनीति बुझेकै छैन भन्ने हुँदो रहेछ है। छेपारो जस्तै के, ठ्याक्कै छेपारो जस्तै। अब खैरो खैरो ठाउँमा गयो भने खैरो खैरो कलरकै चेन्ज हुने, रातो रातो ठाउँ हो त्यहाँ वरिपरिको त्यहाँ वातावरण बन्यो भने रातो रातो चेन्ज हुने हैन। अलिक कालो कालो ठाउँमा गयो, अँध्यारो अँध्यारो ठाउँमा गयो भने कालो कालो अँध्यारो अँध्यारो रङ परिवर्तन गर्ने, त्यो चाहिँ पक्का राजनीतिज्ञ रहेछ के। खास देश परिवर्तन गरिने त्यस्तै छेपारो प्रवृत्तिले रहेछ। अलि नयाँ पत्ता लागेको तथ्य। अब सबै नेताहरूलाई, यी नयाँ पुराना सबैलाई जो छेपारा छन् तिनलाई चाहिँ निरन्तरता दिनु भन्न चाहन्छु। र नयाँ पनि छन्, उनीहरू पनि छेपारो जस्तै बन्नु भन्ने आशीर्वाद चाहिँ मैले दिनुपर्ने भयो है। अहिले तथ्य चाहिँ के फेला पर्यो भने छेपारो जस्तो बनियो भने बल्ल राजनीतिज्ञ हुँदो रहेछ, राजनीतिज्ञ बन्दो रहेछ, नत्र नहुने रहेछ ल है। नयाँ आएका दलहरू हैन, दलका नेताहरू, दलका प्रमुखहरूलाई सबैलाई सल्लाह सुझाव दिन्छु भने तपाईहरु छेपारो जस्तै बन्नुहोस्। जोसँग मिले पनि, जोसँग गए पनि त्यस्तै प्रवृत्ति देखाउनुहोस्। आफ्नो छाप बिर्सिनुहोस्। आफ्नो एउटा फिक्स रङ भए पो हुन्छ है। त्यो फिक्स रङ नराख्नुहोस्। जहाँ जस्तो हुन्छ त्यस्तै बन्नुहोस्। बल्ल तपाईँ पक्का नेपालीले खोजेको रोजेको राजनीतिज्ञ बन्न सक्नुहुन्छ के। आजकल त्यस्तैकै चर्चा छ, त्यस्तैकै बहुमत छ। त्यसकारणले नयाँलाई पनि म सुझाव दिन्छु, छेपारो बन्नुहोस्। राजनीति फाप्छ, राजनीति तपाईलाई माथिसम्म पुर्याउँछ। धन्यवाद।